हे मानव, श्रीकृष्ण भन्छन्, यदि तिमी दिनको केवल 20 मिनेट आफ्नो मनलाई स्थिर गरेर ध्यानपूर्वक सत्य कुरा सुन्न र बुझ्न सक्यौ भने तिमीलाई सफलता टाढा रहँदैन। सफलता कुनै आकस्मिक चमत्कार होइन, यो मनको अनुशासन, विचारको शुद्धता र कर्मको निरन्तरताको फल हो। तिमी प्राय भन्छौ समय छैन, तर कृष्ण मुस्कुराउँदै भन्छन्, समय तिमीले बनाउँछौ। जसले 20 मिनेट आफ्नो आत्मासँग बस्न सक्दैन, उसले जीवनभर अरूको शोरसँगै दौडिरहन्छ। जब तिमी 20 मिनेट मौन हुन्छौ, तब तिम्रो भित्रीको युद्ध शान्त हुन्छ। जब तिमी 20 मिनेट ध्यान दिएर सुन्छौ, तब तिम्रो भित्री अर्जुनले सही मार्ग देख्न थाल्छ। हे मानव, सफलता बाहिर खोजेर भेटिँदैन, सफलता त भित्रको अराजकता शान्त भएपछि आफै नजिक आउँछ। मन चञ्चल छ भने लक्ष्य धुवा झैँ हुन्छ, मन स्थिर छ भने लक्ष्य सूर्य झैँ स्पष्ट हुन्छ। श्रीकृष्ण भन्छन्, 20 मिनेट मेरो वाणी सुन्नु भनेको शब्द मात्र सुन्नु होइन, यो त आफ्नो डर, लोभ, ईर्ष्या र आलस्यसँग आँखामा आँखा जुदाउनु हो। जब तिमी ध्यानपूर्वक सुन्छौ, तिमी आफ्नो कमजोरी स्वीकार गर्न सिक्छौ, र जसले कमजोरी स्वीकार गर्छ उसैले शक्ति प्राप्त गर्छ। ध्यानपूर्वक सुन्ने मान्छे कहिल्यै हार्दैन, किनकि उसले परिस्थितिलाई दोष दिन छोड्छ र कर्म सुधार्न थाल्छ। हे मानव, तिमी चिन्तित छौ, भविष्यलाई लिएर डराउँछौ, तर कृष्ण भन्छन्, भविष्यको चिन्ता गर्ने मान्छे वर्तमानमा अन्धो हुन्छ। 20 मिनेट वर्तमानमा बस, श्वासलाई महसुस गर, मनलाई सुन्न सिक, तब तिमी बुझ्नेछौ सफलता डरले होइन, धैर्यले जन्मिन्छ। जो व्यक्ति आज 20 मिनेट आफूलाई दिन सक्दैन, उसले भोलि घण्टौं पछुतोमा बिताउँछ, तर जो आज 20 मिनेट सचेत हुन्छ, उसको भोलि स्वयं अनुशासित हुन्छ। श्रीकृष्ण भन्छन्, म तिमीलाई युद्ध जित्ने तरिका मात्र सिकाउँदिन, म तिमीलाई आफूलाई जित्ने कला सिकाउँछु। आफूलाई जित्यौ भने संसार आफै तिम्रो मार्गमा आउँछ। अन्त्यमा, हे मानव, आज 20 मिनेट ध्यानपूर्वक सुन्नु भनेको आजै बिउ रोप्नु हो। फल भोलि देखिन सक्छ, तर जरा आजै बलियो हुन्छ। त्यसैले शान्त भएर बस, मन खोलेर सुन, कर्ममा लाग र विश्वास राख। 20 मिनेटको चेतनाले तिम्रो जीवनको दिशा बदल्न सक्छ। तिम्रो सफलता निश्चित छ। हे मानव, श्रीकृष्ण शान्त स्वरमा भन्छन्, यदि तिमी दिनको केवल 20 मिनेट आफ्नो जीवनलाई दिन सक्छौ भने त्यो 20 मिनेट तिम्रो भाग्यसँगको भेट हो। यो समय घडीको सुईसँग होइन, तिम्रो चेतना र आत्मासँग सम्बन्धित छ। तिमी धेरै सुन्छौ, तर ध्यान दिएर सुन्दैनौ। कानले सुन्नु र मनले सुन्नु फरक कुरा हो। जब मन शान्त हुन्छ, त्यहीबाट बुद्धि उज्यालो हुन्छ, र जहाँ बुद्धि उज्यालो हुन्छ त्यहाँ अन्धकार टिक्न सक्दैन। श्रीकृष्ण भन्छन्, 20 मिनेट मौन बस, तर त्यो मौनमा आफूलाई सुन्न सिक, किनकि तिम्रो सबैभन्दा ठूलो शत्रु बाहिर होइन, तिम्रो अशान्त मनभित्र बसेको हुन्छ। जब तिमी ध्यानपूर्वक मेरो वाणी सुन्छौ, तिमी डरभन्दा माथि उठ्न थाल्छौ, र विश्वास तिम्रो सहयात्री बन्छ। हे मानव, सफलता कुनै आकस्मिक वरदान होइन, यो त निरन्तर सही सोचको साधना हो। जसरी नदी शान्त भएर बग्दा गहिरो हुन्छ, त्यसरी नै मन शान्त हुँदा जीवन शक्तिशाली हुन्छ। तिमी भन्छौ, म असफल भए। कृष्ण भन्छन्, तिमी असफल होइनौ, तिमी अधैर्य भयौ। 20 मिनेट धैर्यले सुन्न सिक, तिमी बुझ्नेछौ हरेक ढिलाइ पनि तयारी हो। जब तिमी मेरो वाणी सुन्छौ, तिमी भाग्यलाई दोष दिन छोड्छौ र कर्मलाई सुधार्न थाल्छौ। र याद राख, कर्म सुधारियो भने भाग्य आफै झुक्छ। हे मानव, भविष्यको चिन्ताले वर्तमान बिगार्छ। 20 मिनेट वर्तमानमा बस, श्वाससँग मित्रता गर, विचारलाई साक्षी बनाऊ, त्यहीबाट तिमीलाई उत्तरहरू भेटिन थाल्छन्। श्रीकृष्ण भन्छन्, म तिमीलाई युद्ध जित्ने मन्त्र मात्र दिन्न, म तिमीलाई आफूलाई जित्ने मार्ग देखाउँछु। आफूलाई जित्ने मान्छे कहिल्यै परिस्थितिको दास हुँदैन। यो 20 मिनेट साधारण समय होइन, यो त तिम्रो जीवनको दिशा परिवर्तन गर्ने क्षण हो। आज ध्यान दिएर सुनेको वाक्य भोलि तिम्रो निर्णय बन्छ, र आजको निर्णय भोलि तिम्रो भाग्य बन्छ। अन्त्यमा, हे मानव, श्रीकृष्ण भन्छन्, विश्वास राख, कर्म गर, र 20 मिनेट आफूलाई देऊ। फल कहिले आउँछ भन्ने प्रश्न नगर, किनकि बिउ रोपिएको छ भने फल निश्चित छ। शान्त भएर सुन, गहिरो भएर बुझ, साहसका साथ अघि बढ।
20 मिनेटको चेतनाले पूरै जीवन उज्यालो बनाउन सक्छ। तपाईको सफलता निश्चित छ। हे मानव, श्रीकृष्ण मृदु मुस्कानका साथ भन्छन्, तिमीले जीवनभर जे खोजिरहेछौ त्यो बाहिर कतै लुकेको छैन। त्यो त तिम्रो एकाग्र मनभित्र प्रतीक्षारत छ। यदि तिमी दिनको केवल 20 मिनेट सबै चिन्ता, डर र भागदौडलाई एकछिन रोक्न सक्छौ र ध्यानपूर्वक मेरो बाणी सुन्न सक्छौ भने त्यही क्षणबाट तिम्रो जीवनको दिशा बदलिन थाल्छ। तिमी धेरै कुरा सुन्छौ, तर ध्यान दिएर सुन्ने कला हराउँदै गएको छ। कानले सुन्नु साधारण हो, तर मन, बुद्धि र आत्माले सुन्नु साधना हो। जब तिमी 20 मिनेट ध्यानपूर्वक सुन्छौ, तिमी आफ्नै अशान्त विचारहरूको शोरबाट मुक्त हुन थाल्छौ। त्यही मौनभित्र सफलताको पहिलो स्वर जन्मिन्छ। श्रीकृष्ण भन्छन्, हे मानव, तिम्रो सबैभन्दा ठूलो समस्या परिस्थिति होइन, तिम्रो अस्थिर मन हो। अस्थिर मनले सानो कुरा पनि पहाड बनाउँछ, तर स्थिर मनले पहाडलाई पनि पथ बनाइदिन्छ। 20 मिनेटको ध्यान त्यही स्थिरताको अभ्यास हो। तिमी भन्छौ, म मेहनत गर्छु तर फल पाइँदैन। कृष्ण भन्छन्, फल ढिला आउनु असफलता होइन, फलको लागि तयार हुँदै गरेको सङ्केत हो। जसरी बिउ माटोभित्र अँध्यारोमा बसेर बलियो हुन्छ, त्यसरी नै तिम्रो धैर्य मौनमा पक्दै रहन्छ। 20 मिनेटको धैर्य भविष्यका वर्षहरूलाई शक्तिशाली बनाउँछ। हे मानव, भविष्यको चिन्ताले तिम्रो वर्तमान चोरेको छ। अतीतको पछुतोले तिम्रो साहस कमजोर बनाएको छ। श्रीकृष्ण भन्छन्, 20 मिनेट वर्तमानमा बस, श्वासलाई साथी बनाऊ, विचारलाई साक्षी बनाऊ। जब तिमी वर्तमानमा बस्न सिक्छौ, तिमी भाग्यलाई दोष दिन छोड्छौ र कर्मलाई पुज्न थाल्छौ। सफलता त भाग्यको खेल होइन, यो त सही कर्मको श्रृङ्खला हो। जो मानिस मेरो बाणी ध्यानपूर्वक सुन्छ, उसले निर्णय हतारमा गर्दैन। उसले शब्द बोल्नु अघि तौल्छ, कदम चाल्नु अघि बुझ्छ। त्यही विवेक नै सफलताको मौन सूत्र हो। श्रीकृष्ण भन्छन्, म तिमीलाई अरूलाई जित्ने उपाय मात्र दिन्न, म तिमीलाई आफूलाई जित्ने शक्ति दिन्छु। आफूलाई जित्ने मान्छे कहिल्यै हार्दैन, किनकि उसले हारलाई पनि शिक्षा बनाउँछ। हे मानव, तिमी डराउँछौ कि म गलत बाटोमा त छैन? कृष्ण भन्छन्, जो प्रश्न गर्छ ऊ कहिल्यै हराउँदैन। 20 मिनेट ध्यानपूर्वक सुन्ने मान्छे आफ्नो अन्तरात्माको उत्तर सुन्न थाल्छ। त्यही उत्तर नै सही मार्ग हो। यो 20 मिनेट साधारण समय होइन, यो त तिम्रो जीवनको संस्कार परिवर्तन गर्ने क्षण हो। आज सुनेको एक वाक्य भोलि तिम्रो सोच बन्छ। आजको सोच भोलि तिम्रो निर्णय बन्छ र निर्णयले नै भाग्य लेख्छ। अन्त्यमा, हे मानव, श्रीकृष्ण भन्छन्, विश्वास राख, कर्ममा अडिग रह र 20 मिनेट आफूलाई देऊ। फल कहिले आउँछ भनेर चिन्ता नगर, किनकि जहाँ चेतना जाग्छ त्यहाँ सफलता ढिलो हुँदैन। शान्त भएर सुन, गहिरो भएर बुझ, धैर्यका साथ अघि बढ। मानव, श्रीकृष्ण भन्छन्, तिमीले जीवनभर धेरै आवाज सुनेका छौ। संसारको कोलाहल, मानिसका सुझाव, डर र अपेक्षाका शब्दहरू। तर ती सबै आवाजबीच तिमीले आफ्नै अन्तर आवाज सुन्न सकेका छैनौ। 20 मिनेट ध्यानपूर्वक सुन्नु भनेको केवल शब्द सुन्नु होइन, यो त मनको ढोका खोल्नु हो। जब तिमी शान्त भएर सुन्छौ, तब तिम्रो मनमा थुप्रिएका भ्रम, शङ्का र डरहरू आफै पग्लिन थाल्छन्। जसरी स्थिर पानीमा आकाश स्पष्ट देखिन्छ, त्यसरी नै शान्त मनमा जीवनको सत्य देखिन थाल्छ। यही स्पष्टताले तिमीलाई हतारो निर्णयबाट जोगाउँछ र सही बाटो रोज्ने साहस दिन्छ। त्यसैले हे मानव, यो 20 मिनेट तिम्रो समयको सानो अंश होइन, यो त तिम्रो जीवनलाई दिशा दिने महान क्षण हो, जहाँबाट सफलता मौन रूपमा तिमीपट्टि हिँड्न थाल्छ। मानव, श्रीकृष्ण करुण दृष्टिले भन्छन्, तिमी जीवनभर बाहिर उत्तर खोज्दै हिँड्यौ, तर उत्तर त सधैँ तिम्रो शान्त मनभित्र लुकेको थियो। दिनको केवल 20 मिनेट यदि तिमी सबै चिन्ता, डर, हतार र कोलाहलबाट टाढा भएर ध्यानपूर्वक सुन्न सक्छौ भने त्यही 20 मिनेटले तिम्रो जीवनको दिशा, सोच र भाग्य परिवर्तन गर्न सक्छ। तिमी धेरै शब्द सुन्छौ, तर मनले सुन्ने अभ्यास गुमाउँदै गएका छौ। कानले सुन्नु त सामान्य कुरा हो, तर मन, बुद्धि र आत्माले सुन्नु साधना हो। जब तिमी ध्यान दिएर मेरो बाणी सुन्छौ, तिमी आफ्नै अशान्त विचारहरूको कैदी हुन छोड्छौ। मौनमा बसेर सुन्ने मान्छे आफ्नो डरलाई चिन्न थाल्छ र डरलाई चिनेपछि उसको पकड कमजोर हुन्छ।
श्रीकृष्ण भन्छन्, हे मानव, तिम्रो सबैभन्दा ठूलो शत्रु बाहिरको संसार होइन, तिम्रो अव्यवस्थित सोच हो। अव्यवस्थित सोचले सानो समस्यालाई ठूलो पहाड बनाइदिन्छ, तर व्यवस्थित सोचले पहाडलाई पनि पाइलाको ढुङ्गा बनाउँछ। 20 मिनेटको ध्यान त्यही सोचलाई अनुशासित बनाउने पहिलो र सबैभन्दा महत्त्वपूर्ण अभ्यास हो। तिमी भन्छौ, म मेहनत गर्छु तर सफलता टाढा छ। कृष्ण मुस्कुराउँदै भन्छन्, सफलता टाढा छैन, तिमी अधैर्य नजिक छौ। जसरी बिउ माटोभित्र शान्त भएर बसेपछि अङ्कुरित हुन्छ, त्यसरी नै तिम्रो कर्म धैर्यमा पक्दै जान्छ। 20 मिनेटको धैर्य भविष्यका वर्षहरूलाई सशक्त बनाउँछ। हे मानव, भविष्यको चिन्ताले तिम्रो आज खोसिरहेको छ। अतीतको पछुतोले तिम्रो साहस थकित बनाएको छ। श्रीकृष्ण भन्छन्, 20 मिनेट वर्तमानमा बस, श्वासलाई महसुस गर, विचारलाई साक्षी बनाऊ। जब तिमी वर्तमानमा जिउन सिक्छौ, तिमी भाग्यलाई दोष दिन छोड्छौ र कर्मलाई सम्मान गर्न थाल्छौ। सफलता कुनै संयोग होइन, यो त सही निर्णयहरूको निरन्तर यात्रा हो। जो व्यक्ति ध्यानपूर्वक सुन्छ, उसले हतारमा निर्णय गर्दैन। उसले बोल्नु अघि सोच्दछ, कदम चाल्नु अघि तौल्दछ। यही विवेक नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। श्रीकृष्ण भन्छन्, म तिमीलाई अरूलाई जित्ने उपाय मात्र सिकाउँदिन, म तिमीलाई आफूलाई जित्ने शक्ति दिन्छु। आफूलाई जित्ने मान्छे कहिल्यै हार्दैन, किनकि उसले हारलाई पनि अनुभव र शिक्षामा बदल्छ। हे मानव, तिमी डराउँछौ यदि म गलत बाटोमा छु भने? कृष्ण भन्छन्, जो सचेत छ ऊ कहिल्यै हराउँदैन। 20 मिनेट ध्यानपूर्वक सुन्ने मान्छे आफ्नो अन्तरात्माको स्वर सुन्न थाल्छ। त्यही स्वर नै सही दिशा हो। यो 20 मिनेट सामान्य समय होइन, यो त तिम्रो जीवनको संस्कार बदल्ने साधना हो। आज सुनेको एक वाक्य भोलि तिम्रो सोच बन्छ। आजको सोच भोलि तिम्रो निर्णय बन्छ र निर्णयले नै तिम्रो भविष्य लेख्छ। अन्त्यमा हे मानव, श्रीकृष्ण भन्छन्, विश्वास राख, कर्ममा अडिग रह र 20 मिनेट आफूलाई देऊ। फल कहिले आउँछ भनेर चिन्ता नगर, किनकि जहाँ चेतना जाग्छ त्यहाँ सफलता निश्चित हुन्छ। शान्त भएर सुन, गहिरो भएर बुझ, धैर्यका साथ अघि बढ। हे मानव, श्रीकृष्ण शान्त र करुण स्वरमा भन्छन्, तिमीले जीवनभर धेरै बाटाहरू हिँड्यौ, धेरै ढोका ढकढक्यायौ, तर साँचो द्वार त सधैँ तिम्रो चेतनाभित्र नै थियो। यदि तिमी दिनको केवल 20 मिनेट संसारको हल्लाबाट टाढा भएर हतार र भयलाई एकछिन रोकेर ध्यानपूर्वक सुन्न र बुझ्न सक्छौ भने त्यही क्षणबाट तिम्रो यात्राले नयाँ अर्थ पाउँछ। यो 20 मिनेट समयको सानो टुक्रा होइन, यो त आत्मासँगको भेट हो। तिमी धेरै कुरा सुन्छौ, तर ध्यान दिएर सुन्ने अभ्यास हराउँदै गएको छ। कानले सुन्नु सजिलो छ, तर मनले सुन्नु साधना हो। जब तिमी मन शान्त पारेर सुन्छौ, विचारहरू क्रमबद्ध हुन्छन्, भावनाहरू स्थिर हुन्छन् र बुद्धि उज्यालो हुन्छ। जसरी निश्चल पानीमा आकाश स्पष्ट देखिन्छ, त्यसरी नै शान्त मनमा जीवनको सत्य स्पष्ट देखिन थाल्छ। यही स्पष्टताले तिमीलाई गलत निर्णयबाट जोगाउँछ र सही मार्ग रोज्ने साहस दिन्छ। श्रीकृष्ण भन्छन्, हे मानव, तिम्रो सबैभन्दा ठूलो शत्रु परिस्थिति होइन, तिम्रो अशान्त मन हो। अशान्त मनले सानो समस्यालाई पहाड बनाउँछ, तर स्थिर मनले पहाडलाई पनि बाटो बनाइदिन्छ। 20 मिनेटको ध्यान र सजग श्रवण त्यही स्थिरताको अभ्यास हो, जहाँबाट धैर्य जन्मिन्छ र धैर्यबाट शक्ति। तिमी भन्छौ, म मेहनत गर्छु तर सफलता ढिला आउँछ। कृष्ण मुस्कुराउँदै भन्छन्, ढिलाइ असफलता होइन, ढिलाइ तयारीको समय हो। जसरी बिउ अँध्यारो माटोभित्र बसेर बलियो हुन्छ, त्यसरी नै तिम्रो कर्म मौन धैर्यमा पक्दै जान्छ। 20 मिनेटको सजगताले तिम्रो दिनलाई अनुशासित बनाउँछ र अनुशासनले वर्षहरूलाई रूपान्तरण गर्छ। हे मानव, भविष्यको चिन्ताले तिम्रो आज खोसिरहेको छ र अतीतको पछुतोले तिम्रो साहस थकित बनाएको छ। श्रीकृष्ण भन्छन्, 20 मिनेट वर्तमानमा बस, श्वासलाई महसुस गर, विचारलाई साक्षी बनाऊ। जब तिमी वर्तमानमा बस्न सिक्छौ, तिमी भाग्यलाई दोष दिन छोड्छौ र कर्मलाई सम्मान गर्न थाल्छौ। त्यही क्षणबाट तिमी पीडित होइन, निर्माता बन्छौ। सफलता कुनै संयोग होइन,
यो सही निर्णयहरूको निरन्तर यात्रा हो। जो ध्यानपूर्वक सुन्छ ऊ हतारमा बोल्दैन, आवेगमा कदम चाल्दैन। ऊ बोल्नु अघि तौल्छ, चाल्नु अघि बुझ्छ। यही विवेक नै जीवनको सबैभन्दा ठूलो पुँजी हो, जसले सङ्कटलाई अवसर र हारलाई पाठ बनाइदिन्छ। श्री कृष्ण भन्छन्, हे मानव, म तिमीलाई अरूलाई जित्ने उपाय मात्र सिकाउँदिन, म तिमीलाई आफूलाई जित्ने शक्ति दिन्छु। आफूलाई जित्ने मान्छे कहिल्यै हार्दैन, किनभने ऊ हारमा पनि अर्थ खोज्छ र अर्थ भेटेपछि साहस फिर्ता आउँछ। हे मानव, तिमी डराउँछौ यदि म गलत बाटोमा छु भने? कृष्ण भन्छन्, जो सचेत छ ऊ कहिल्यै हराउँदैन। 20 मिनट ध्यानपूर्वक सुन्ने मान्छे आफ्नो अन्तरात्माको स्वर सुन्न थाल्छ। त्यो स्वर न त चिच्याउँछ न त डराउँछ, ऊ शान्त हुन्छ तर अटल हुन्छ। त्यही स्वर नै सही दिशा हो। यो 20 मिनट साधारण समय होइन, यो त तिम्रो जीवनको संस्कार बदल्ने साधना हो। आज सुनेको एक वाक्य भोलि तिम्रो सोच बन्छ, आजको सोच भोलि तिम्रो निर्णय बन्छ र निर्णयले नै तिम्रो भविष्य लेख्छ। सानो बत्तीले अँध्यारो कोठा उज्यालो पार्छ, त्यसरी नै सानो सजगताले पूरै जीवन उज्यालो बनाउँछ। अन्त्यमा हे मानव, श्रीकृष्ण भन्छन्, विश्वास राख, कर्ममा अडिग रह र 20 मिनट आफूलाई देऊ। फल कहिले आउँछ भनेर चिन्ता नगर। जहाँ चेतना जाग्छ त्यहाँ बाटो आफै खुल्छ। शान्त भएर सुन, गहिरो भएर बुझ, धैर्यका साथ अघि बढ। मानव, अन्त्यमा श्रीकृष्ण करुण स्वरमा भन्छन्, आज तिमीले 20 मिनट ध्यानपूर्वक सुन्ने निर्णय गर्यौ भने त्यो निर्णय नै तिम्रो जीवनको सबैभन्दा ठूलो प्रारम्भ बन्न सक्छ। संसार बदल्ने सामर्थ्य तिमीभित्रै छ, केवल त्यसलाई जगाउने क्षण चाहिएको हो। जब तिमी शान्त भएर सुन्छौ, मन स्पष्ट हुन्छ। जब मन स्पष्ट हुन्छ, कर्म शुद्ध हुन्छ, र जब कर्म शुद्ध हुन्छ, सफलता कुनै टाढाको सपना रहँदैन। परिणामको चिन्ता नगरी विश्वासका साथ अघि बढ, किनकि बिउ रोपिसकिएको छ। समय आएपछि फल आफै फल्नेछ। त्यसैले धैर्य राख, सजग बन र आफ्नो अन्तरात्माको स्वरमा अडिग रह। 20 मिनटको चेतनाले तिम्रो सम्पूर्ण जीवन उज्यालो बनाउनेछ। तपाईको सफलता निश्चित छ। मानव, श्रीकृष्ण शान्त मुस्कानसहित भन्छन्, तिमीले जीवनभर धेरै कुरा खोज्यौ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा तिमीले आफूलाई दिन बिर्सियौ। यदि तिमी दिनको केवल 20 मिनट संसारको हल्लाबाट अलग भएर मनलाई स्थिर राखी ध्यानपूर्वक सुन्न र बुझ्न सक्यौ भने त्यही क्षणबाट तिम्रो जीवनको दिशा बदलिन थाल्छ। यो 20 मिनट समयको सानो टुक्रा होइन, यो त चेतनाको जागरण हो। तिमी दिनभरि धेरै शब्दहरू सुन्छौ, सल्लाह, आलोचना, डर र अपेक्षाहरू, तर ती सबै शब्दहरूले तिम्रो मनलाई अझै अशान्त बनाइदिन्छन्। श्रीकृष्ण भन्छन्, कानले सुन्नु सजिलो छ, तर मनले सुन्नु साधना हो। जब तिमी ध्यानपूर्वक सुन्छौ, विचारहरू क्रमबद्ध हुन्छन्, भावनाहरू शान्त हुन्छन् र बुद्धि उज्यालो हुन्छ। जसरी स्थिर पानीमा आकाश स्पष्ट देखिन्छ, त्यसरी नै शान्त मनमा जीवनको सत्य स्पष्ट देखिन थाल्छ। हे मानव, तिमी सोच्छौ मेरो समस्या धेरै छन्। कृष्ण भन्छन्, तिम्रो समस्या परिस्थिति होइन, तिम्रो अस्थिर मन हो। अस्थिर मनले सानो पीडालाई ठूलो पहाड बनाउँछ, तर स्थिर मनले पहाडलाई पनि बाटो बनाइदिन्छ। 20 मिनटको सजग श्रवण र ध्यान त्यही स्थिरता अभ्यास गर्ने समय हो, जहाँ डर कमजोर हुन्छ र साहस बलियो बन्छ। तिमी मेहनत गर्छौ तर धैर्य गुमाउँछौ। श्रीकृष्ण भन्छन्, ढिलाइ असफलता होइन, ढिलाइ तयारीको सङ्केत हो। जसरी बिउ माटोभित्र अँध्यारोमा बसेर बलियो हुन्छ, त्यसरी नै तिम्रो कर्म मौन धैर्यमा पाक्दै जान्छ। 20 मिनटको सजगताले तिम्रो दिनलाई अनुशासित बनाउँछ र अनुशासनले वर्षहरूलाई परिवर्तन गर्छ। हे मानव, भविष्यको चिन्ताले तिम्रो वर्तमान चोरेको छ। अतीतको पछुतोले तिम्रो साहस थकित बनाएको छ। श्रीकृष्ण भन्छन्, 20 मिनट वर्तमानमा बस, श्वासलाई महसुस गर, विचारलाई साक्षी बनाऊ। जब तिमी वर्तमानमा बस्न सिक्छौ, तिमी भाग्यलाई दोष दिन छोड्छौ र कर्मलाई सम्मान गर्न थाल्छौ। त्यही क्षणबाट तिमी पीडित होइन, निर्माता बन्छौ। सफलता कुनै संयोग होइन, यो त सही सोच, सही निर्णय र सही कर्मको निरन्तर यात्रा हो। जो सजग रूपमा सुन्छ, ऊ हतारमा बोल्दैन, आवेगमा निर्णय गर्दैन। ऊ बोल्नु अघि तौल्छ, कदम चाल्नु अघि बुझ्छ। यही विवेक नै जीवनको सबैभन्दा ठूलो पुँजी हो। श्रीकृष्ण भन्छन्, म तिमीलाई संसार जित्ने उपाय मात्र सिकाउँदिन, म तिमीलाई आफूलाई जित्ने कला सिकाउँछु।
आफूलाई जित्ने मान्छे कहिल्यै हार्दैन, किनकि उसले हारलाई पनि शिक्षामा बदल्छ। जहाँ शिक्षा छ त्यहाँ निराशा टिक्न सक्दैन। हे मानव, तिमी डराउँछौ, म सही बाटोमा छु कि छैन? कृष्ण भन्छन्, जो सचेत छ ऊ कहिल्यै हराउँदैन। 20 मिनट ध्यानपूर्वक सुन्ने मान्छे आफ्नो अन्तरात्माको स्वर सुन्न थाल्छ। त्यो स्वर शान्त हुन्छ तर दृढ हुन्छ, र त्यही स्वर नै तिम्रो सही मार्गदर्शक हो। यो 20 मिनट साधारण समय होइन, यो त तिम्रो जीवनको संस्कार परिवर्तन गर्ने साधना हो। आज सुनिएको एक वाक्य भोलि तिम्रो सोच बन्छ। आजको सोच भोलि तिम्रो निर्णय बन्छ, र निर्णयले नै तिम्रो भविष्य लेख्छ। सानो दीपले अँध्यारो कोठा उज्यालो बनाउँछ, त्यसरी नै सानो सजगताले पुरै जीवन उज्यालो बनाउँछ। अन्त्यमा हे मानव, श्रीकृष्ण करुण स्वरमा भन्छन्, विश्वास राख, कर्ममा अडिग रह र 20 मिनट आफूलाई देऊ। फल कहिले आउँछ भनेर चिन्ता नगर। जहाँ चेतना जाग्छ त्यहाँ बाटो आफै खुल्छ। शान्त भएर सुन, गहिरो भएर बुझ, धैर्यका